ल आज फर्स्ट टाइम डच वेडिङमा आएको हेरौँ यस्तो क्यासलमा रहेछ चिन्ता रमाइलो भइरह हेलो भर्खर आउँदैछौँ ल अब यहाँ गाडी पार्किङ गरेर जाँदा यस्तो जङ्गलको बिचमा रहेछ फेरि डच म्यारिज है फर्स्ट टाइम आएको मैले डच म्यारिज चाहिँ अहिलेसम्म देखाएको थिएँ यो क्यासलमा रहेछ यस्तो दामी क्यासलमा छ है यस रियली ब्युटिफुल अहिले साँझको 9 बजेको छ लुक एट दिस मिडल अफ द जङ्गल यत्रो ठुलो क्यासल रहेछ यहाँ भित्र छ यो मेरो एकाउन्टेन्टको म्यारिज हो 30 वर्षको भयो त्यो चाहिँ म यहाँ अगाडिको फ्रन्ट पार्टबाट पनि देखाउँछु म इट्स रियली ब्युटिफुल यस्तो छ यहाँबाट अनि अहिले म भित्र देखाउँछु यो चाहिँ क्यासल जहाँ त्यो पार्टी बिहा हुन गइरहेछ त्यो चाहिँ यो हो रियली ब्युटिफुल लुक एट दिस लसुनताहरू त जाँदैछन् हेरौँ डचहरूको म्यारिज हुँदो रहेछ रमाइलो है रमाइलो भयो त नि फ्रेन्ड फर्स्ट टाइम हो डच म्यारिज ल ल ल रमाइलो भयो क्राउड म्युजिक है रमाइलो भयो आउला नाइट भ्यू देखाउँछु यो क्यासलको मान्छेहरू यहाँ सिगरेट खान निस्किरहेको छन् बाहिर light everything राम्रो देखिँदो रहेछ पुरै देखाउँछु यो क्यासल चाहिँ अब अलिकति अगाडि जाउँ है पुरा जङ्गलको बिचमा रहेछ है पहाडीहरू पनि पुरै जङ्गलको बिचमा छ लानुहोस् तल यस्तो छ है फाउन्टेन रहेछ यहाँ पनि उतापट्टि जङ्गलको बिचमा यहाँ छ क्यासललाई यहाँ भर्खर पार्टी भएको अहिले साह्रै राम्रो भने इट्स रियली ब्युटिफुल एन्ड अमेजिङ ल थ्याङ्क यू एकदम क्राउड भयो त्यहाँ राम्रोसँग खिच्न पनि पाएँ अनि थ्याङ्क्स फर इन्भाइटिङ शिवास्तनको मेरो एकाउन्टेन्ट त्यसको म्यारिज हो आज
कस्तो राम्रो ठाउँ रहेछ ल थ्याङ्क यू सो मच भन्दै म एन्ड गर्छु है त भिडियो ल यता पार्किङ लटमा गाडी छ त्यसपछि अनि घर अब रातिको 10:30 भयो पुरै जङ्गलै जङ्गल Oh my god. What is this? डरै लाग्यो